2082 सालको भाइटिका तिहार दिन सबैलाई शुभकामना। आज हाम्रो घरमा म आज एक्लै छु अनि मलाई टिका लगाउन दिदी आइसक्नु भएको छ। दिदी टिका लगाइदिनु छ। के गर्ने म एक्लै छु हजुर। अब म नुहाइ धुवाइ गर्छु र रेडी भएर बस्छु। अब म नुहाउनलाई रेडी हुन्छु है। म अब नुहाउनलाई रेडी भएछु। अब एकछिनपछि नुहाइ धुवाइ गरेर अब टिका लगाउने हो। 2082 को भाइटिकाको टिका दिदीको हातबाट ग्रहण गर्ने हो। हिजो रातभरि हामी देउसी भैलीको खेलेर भएको भएर मेरो अनुहार अलिकति खाम्चो परेको होला। 2-3 दिन भयो हामी रातभरि देउसी भैली खेलेको। एकछिनपछि म नुहाउन जान्छु ल। म टोयलेट बाथरुममा म नुहाउनलाई रेडी छु। छिटो गरेर म नुहाउँछु है। सबैलाई नुहाइ धुवाइ गर्छु। लुगा पनि धुनु छ अलिअलि। म नुहाइ धुवाइ यहीँ हो। ल फाइनल्ली म नुहाएर निस्केँ। अब तिहारको जमर्को हुन्छ। ल म फाइनल्ली नुहाएर निस्केँ। फाइनल्ली म नुहाएर निस्केँ। ल अब हामी 2082 सालको टिका लाउँदैछौँ। अब फाइनल्ली अब तयार हुँदैछ। ल 2082 सालको टिका दिदीको हातबाट म ग्रहण गर्दैछु है हजुर। ल फाइनल्ली हामी टिका लाउन रेडी पोजिसनमा छौँ। यहाँ रोकेर फुलले उ गर्छ के अरे फुलै भत्काइदिन्छ। सबैको जिम्मा भएर सबैलाई जम्मा गरेको नि। ल लैदेऊ भन्थे केटी मान्ने मान्दैन। किन जान यहाँ बस्न। टिका तेल लाइनस् अलिअलि लाइका अलिक घोडा टेक्छ मेरो अल्प हुन्छ सानो यो बेलाहरू देख्या बाहुकाबाट आफूकै मान्छेले देखेको तब कस्तो माथि तेल लगाइदिनुहोस् र अलिअलि आफै लाउँछु अनुहारमा लाउँछु भन्थ्यो त आफै अलिअलि तेल लगाइदिनुहोस् लाइनुहोस् र
भैँसी छुकुटी भैँसी म त टिका लाउने काम भन्छ लामो लामो टिका अलि लामो लाग्यो बुढाबुढी भएपछि हात काम गर्नु अझ कचाकेर निधार हुनुपर्छ पहिला घर माथि तान्ने त्यहीलाई सजाउँदै जाने पऱ्यो अलिक ठुलो भयो क्या नि काठो निधार ठुलो हुनुपर्छ उनको भाइलाई बोलाउनु पनि लाउनु माइती भन्ने भिजल खिचे हो मान्थे गएको होइन पहिला रातो लाम्दा सुतेर हुँदै आउन नि आइन जन्मिन चाहिँ यसो गरेको ढलक्क परेको लगाइदिन्छ टिका के अब खोइ सक्यो खोइ जडी ए मिसाइदिएको दबाई खाएर त मुठीटा पर नपरे भाले काम गर्ने भएको मामा पनि आमा आन्नन् किन आउँछन् त्यही म गएको दुध माग्न घाँस काट्ने रहेछन् है आज त घाँस काट्ने भैँसी दुली अनि मुई पार्ने यस्तो गरेको नि अरूले छुट्टुक्क लाउँछ यो झुले क्या टिका लाउँदा लाउँदै निदा छोइदा आज त आन्नन् यस्तो अनि नेटलाई आँदन तर नेट आफ्नै घर लगेछन् आज त ल हाइती लान्छ अटान्न यति भए भयो अरे होइन भयो हामीले भाइडनले टिका लगाइयो है साथी बाई 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 के गर्ने अहिले त हाम्रो टिका भएन मन लाग्ला उसलाई टिका पनि बाँध्ने टिका गर्न सुक्क पर्ने बाई बाई पैसा देख्लान् पैसा देख्लान् फेरि धेरै गएको धेरै दिनु न त होइन का त्यही आफ्नो गर्ने अब दक्षिणा धेर भन्नु यो दक्षिणा त दिन पऱ्यो अरे यो त अटाउने लाभ देऊ यस्तै टिका लाउनु पाइयोस् मलाई त पर्दैन भयो पर्दैन थोरैले टिकाहरू त भाइ बाँधेर जाने भएछ मैले पनि पाएँ के गर्ने टिका लाउनु नपाएँ यता गएछ काहीँ टिकाहरू त सङ्गीता यसो मुख लगाइदिएर ढलक मैले पाएँ हेर्नुहोस् हो ल दक्षिणा पाइयो
ए लगाइदे भाइ मलाई तिरको लगाइदिन्छ ल यसरी लाइन्छ नि लगा ल ल टक्टका के रे थोप्ला लगाइदिने मैले त हातले लाइदियो ल म त यस्तो ल यही लगाइदिएर रातो लगाइदिएर त्यसो गर्नु नि त माझमा रातो र सानो लगाइदिएर यही उसमा रातो लगाइदिनु त्यही रातो लगाइदिएर त्यही रातोमा आज जम्ले के भन्छ आजको टिका लगाउनु पर्छ रे दिदी फेरि ढोका नि हो केही माला भित्र लगाइदिन्छ त्यस्तो पाइदिने ए अटो नि हो त्यही लगाइदियो भने भइहाल्यो राम्रो फेरि ढोका छु ल ल भाइ के गर्नु भयो ल अब खानपिन कार्यक्रम हुन्छ है हाम्रो 3 भाइको हामी त एकदम अभागी 3 भाइ मात्र छौँ अभागी अब हामी खाने कार्यक्रम हुन्छ छा छा भन्छ ल ल ल ल हेरे खानु ल ल ल ल ल अब हामी खाँदैछौँ है 3 भाइ हामी 3 भाइ कोही छैनौँ हामी 3 भाइले मात्र खाँदैछौँ अब के गर्ने अब के गर्नु नभन्दा के गर्ने त यस्तै छ दिनभर यो अन्डा हो यो रोटी हो हेर्नु गाई खा यो फुल यो खै कुन्टे बेर भन्छन् तर के हो यो कुन्टे बेर यस गरम त ले ल ल चेस ल ल ल ल ल ल ल ल मिला ल ल ओ यो भन्ने हो भने कालो लोकल बुङ्गुर है हेर्नु गाईको अर्जनको लोकल बुङ्गुर कालो बुङ्गुर भुइँमा फाल्टेको ल लोकल पाइन्छ हाम्रो गाउँमा अझै अझसम्म यो रेडी अन्डा हो झार आएर भेट भएको नै त अरू फेरि 3 भाइ नि कहाँ भेट्छ तेल रोटी अरे भेट कहाँ भेट बहिनी रोटी हाल्दै अन्त ताप राखेर त जम्मै कता फर्र गराउने हो धेरै भिजाल खिच्ने न खाएको